सम्पूर्णलाई हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ सम्पूर्णलाई ह्याप्पी होली। र सम्पूर्णले मान्नेलाई हामी चाहिँ मान्नु हुँदैन, किनकि हाम्रो जुठो परेको छ, त्यही भएर चाहिँ हामीले चाहिँ नमनाएको। अनि तपाईँहरूको कस्तो भयो होली, अनि ककल्सको के भयो कमेन्ट गर्नु होला। र जो नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नुभएको छैन अवश्य सब्सक्राइब गरिदिनु होला र लाइक पनि गर्नु होला। अनि म चाहिँ हिजो चाहिँ पाहाडतिर थियो, आज चाहिँ अब यता होइन। अनि धरान भानुचोकमा के कसो छ म देखाउने नै छु तपाईँहरूलाई, तर हेर्नु चाहिँ नभुल्नु होला, अन्तिमसम्म साथ दिनु होला। र अब चाहिँ म देखाउनु भइरहेछ। अनि यता चाहिँ भान्जीहरू बहिनीहरू भाइहरू खेलिसकेको छ होली, म देखाउने छु खेल्दैछ होइन। अनि देखाउने छु। अनि त्यहाँदेखि चाहिँ बाटोबाट जाँदै देखाउँछु। अनि भानुचोकमा गएर तपाईँहरूलाई सब देखाउने छु, तर हेर्नु चाहिँ नभुल्नु होला है त। लेट्स गो। यता आउनु रे, यो त यस्तो होली हो। यहाँ चाहिँ खै 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 त्यही हो लु है होली होली जाऊ बासी जाऊ होली यहाँनिर होली 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 लु घुमाऊ कि नानी घुमाऊ। लु टुपी एउटा टुपी सक्यो होली। होली खेलेर सुतिरहेको छ। अब उठ भनेको यहाँ हेर त, यसरी होली खेल्दा खेल्दा गलेर यसलाई पनि सिकिस्ते। हामी चाहिँ हिँड्यौँ। अनि अब तपाईँलाई बाटो देखाउने छु। अनि देखाउँदै भालेचोक पुग्ने छु म। अनि हामी चाहिँ हिँडेको होइन। अनि अब देखाउँदै हिँड्दैछौँ। तपाईँहरूको होली त रमाइलै भयो होला। यहाँनिर अनि हामी चाहिँ यहाँ जाँदैछौँ। यहाँ कहाँ पुग्यौँ? न्यू पशुपति मार्गमा पुगिसकेको छौँ। यहाँ चाहिँ हेलो यहाँनिर यस्तो चोकमा मान्छे जाँदैछ। यहाँनिर यहाँ आउँदै हुँदैछ। नमस्ते ह्याप्पी होली। हेलो टिकाजी। के पाकेको अरे यहाँनिर चिजे खाँदैछ मुर्गीको मासु अनि यहाँ पाक्दैछ भनेर म देखाएर आउने छु। होली हुँदैछ। यो चाहिँ सैनिक चोकमा पुरा रमाइलो हुँदैछ। अनि सैनिक चोकदेखि हामी जाँदैछौँ। देख्ने हाल्नुभयो चोकमा होइन। अनि यहाँनिर यस्तो हुँदैछ। अनि पुरा नाच्दै आउनु हुँदैछ। खतरा हो खतरा हाम्रो दाइहरू। त्यही भएर चाहिँ यहाँनिर यता देख्नुभयो। यहाँ चाहिँ होली बाटोमा होली देख्न सक्नुहुनेछ। अनि तर मैले बोलेको पो सुनिँदैन होला त। तर यतातिर होली गाडी त्यतिकै यतातिर होली। यहाँ चाहिँ प्रोग्राम हुँदैछ। यता यस्तो देख्नु हुँदैछ। अनि भाइ चाहिँ भानेचोक रमाइलो छ है। भानेचोक आएको हेर। अनि हामी यता जाँदैछौँ। यहाँ तल चाहिँ प्रोग्राम हुँदै रहेछ। अनि डिस्को दिँदै रहेछ होइन। यहाँ पनि यहाँनिर अनि फेरि हामी यस्तो
चिनिँदैन मान्छे चिनिँदैन यता देख्न सक्नुभयो आमा हो भानेजको स्थिति त गाडीहरू पनि त्यस्तै भिड यहाँ इस देख्न सक्नुभयो स्थिति चाहिँ हामी भानेचोक हुँदै पुरानो बजारदेखि माछा भौरी हुँदै फेरि हामी भानेचोकको स्थिति देखाउने छु हामी पुरानो बजार झर्नेछौँ ठ्याक्कै हामी माछा भौरी झर्छौँ यता चाहिँ त्यस्तो भिड छैन सबैजना इस भानेचोक पुगेको होला होइन भरे बेलुका चाहिँ हेर्न हुन्छ होला यहाँ पनि मनाउँदैछ अब यो चाहिँ माछा भौरी Happy यो चाहिँ माछा भौरी यो चाहिँ माछा भौरी अन्डा बिक्री भएको त्यस्तै मेरो
पोस्ट हुँदैछ यता एकछी हेलो नमस्ते यतातिर आमामा के भयो अन्डा अरे हौ नि यता होली हुँदैछ होली होली अब हामी सिध्यो होली आज लास्ट सिध्यो कोही स्थितिदेखि नै हाल्नुभयो होइन भानुचोकमा अब कति होली हुँदैछ त्यहाँदेखि मैले माछा भोगेको पनि देखाएँ अनि हामी चाहिँ अब फर्केको तपाईँहरूलाई देखाइ नै हालेँ धरानको होली कस्तो लाग्यो अनि तपाईँहरूको पनि रमाइलो भयो होला होइन आजको 2081 सालको होली अन्तिम मैले देखिसकेको छु अब फेरि अर्को वर्ष पनि यसरी नै रमाइलो गर्नुहोस्